नमस्ते। मैले आज मूलाधारका फाइदा के हुन्, यो कसरी गर्ने बारेमा केही संक्षिप्त यहाँहरू समक्ष बताउन गइरहेको छु। वास्तवमा मूलाधार साधना गर्नको लागि पहिला आफ्नो शुद्धिकरण र सुदृढीकरण हुनु जरुरी छ र मूलाधार नै चक्र साधनाको प्रवेशद्वार हो। त्यसकारण यो शुद्धिकरण हुन अत्यन्तै जरुरी छ। यो सक्रिय हुन थालिसकेपछि मानिसमा आत्मविश्वास जाग्छ, मानसिक स्थिरता हुन्छ, जुन डर लाग्नेबाट तपाई भयमुक्त हुन थाल्छ। डर लाग्दैन त्यस्तो हुन सक्छ। तपाईको चाहिँ नि भयबाट मुक्त हुन भई आर्थिक र पारिवारिक सुरक्षाको अनुभूति हुन थाल्छ, धैर्यता कायम हुन थाल्छ, महसुस हुन्छ, अनुशासन र पारिवारिक जिम्मेवारीता महसुस हुन थाल्छ। यो साधना अलि सक्रिय हुन थालिसकेपछि स्वास्थ्यमा सुधार हुन्छ। पाइल्स जस्तो खतरनाक रोग चाहिँ नि यसबाट सञ्चय हुन्छ। कब्जियत, पोस्टेस्ट जस्तो जुन वृद्धिले हैरान भइरहेका हुन्छन् अब एज वृद्धि हुँदाखेरि, त्यो समेतलाई चाहिँ तपाईको प्रोटेस्ट चाहिँ नि त्यो वृद्धि हुन रोक्छ र कब्जियत पनि तपाईको ठिक हुन थाल्छ। तपाई रेगुलर दिशा गर्न सक्नुहुन्छ। अब यो गर्नलाई के गर्नुपर्छ भने प्राणायाम नगरिकन हुँदैन। त्यही भएर पहिला प्राणायाम गर्नु पर्यो। ताडासनहरू, नाडी शोधन, अनि त्यसपछि लामो सास लिने, अञ्जनी मुद्रा गर्ने, जुन गुदा संकुचन गरेर माथि तान्ने खिच्ने हुन्छ। त्यसपछि मूल बन्द गरेर चाहिँ उभिएर दुवै हातको रीढको टुप्पोलाई चाहिँ समात्ने र त्यसपछि उफ्रेर लम लम गरेर यसको बीज मन्त्र हो नि, जोडले चाहिँ नि कराउँदै चाहिँ उफ्रिने, अनि त्यसको बीज स्वर भन्ने हुन्छ। त्यो चाहिँ सा गरेर चाहिँ तपाईको चाहिँ त्यो उफ्रिँदै त्यो सामले यसरी सा गर्दै गरेर तपाई 108 चोटि चाहिँ गर्नुभयो भने बल्ल त्यसपछि तपाई जुन थाक्नुहुन्छ त्यसपछि तपाईले ध्यान गर्न थाल्नुहोस्। मूलाधार क्षेत्रमा रातो देख्नुहोस्, प्रकाशको कल्पना गर्दै रीढको पुच्छरलाई छोएर लामो सास लिने, अनि तपाईको सास लिएर सास फाल्ने र त्यसपछि बीज मन्त्रलाई मनै चाहिँ तपाईले चाहिँ लम 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 गरेर 108 चोटि पुर्याउनुहोस्। आँखा चिम्म गर्नुहोस् र त्यो क्षेत्रलाई रातो प्रकाशको कल्पना गर्नुहोस्। त्यसपछि तपाईको चाहिँ त्यसमा स्वरले पनि त्यसमा चाहिँ साधना गर्नुहोस्। त्यो उसमा चाहिँ पुरै सास लिने, सास फाल्ने र अनि मैले मनमा सा गर्ने। यो यसरी 108 चोटिसम्म चाहिँ गर्नुभयो भने यो चाहिँ बिस्तारै तपाईको मूलाधार जागृत हुन थाल्छ। मूलाधार जागृत भइसकेपछि तपाईमा धैर्यता आउँछ, शारीरिक रूपमा तन्दुरुस्ती बढ्छ, मानसिक रूपमा स्थिरता आउँछ र हरेक काम गर्न एउटा आत्मविश्वास पैदा हुन्छ। त्यही भएर यो अत्यन्तै यो कारगर छ। यो चक्र विज्ञानमा यो पहिलो मूलाधार चक्र जसले जीवनलाई उन्नत बनाउन मद्दत गर्छ र तपाईको ध्यान अगाडि बढाउनको लागि चक्र साधनालाई अगाडि बढाउँदै तपाईँ स्वाधिष्ठान, मणिपुर, अनाहत, विश्वदेह, आज्ञा र सहस्रारसम्म पुग्नको लागि यो प्रवेशद्वार भएको हुनाले यसलाई ऊर्ध्वगमनमा लैजानलाई यो अश्विनी मुद्रा जुन संकुचन गर्दै तपाईले सासलाई तानेर अगाडि लिएर गएर तपाईको त्यो साधना गर्नलाई समेत अगाडिको बाटो पहिलाउन मद्दत गर्छ भन्दै आजको यो मूलाधारका फाइदाहरू र कसरी गर्ने बारेमा यहाँहरू समक्ष बताएँ। तपाईलाई कस्तो लाग्छ यसको फिडब्याक दिनुहोला भन्दै यही टुङ्ग्याउँछु। धन्यवाद। नमस्कार।